हेलो गाइज, आज म चाहिँ अन्डा करी बनाउँदैछु साँझको चाहिँ डिनर चाहिँ स्पेसल्ली। मैले अन्डाहरू चाहिँ लगो कति 5वटा अन्डा चाहिँ यसमा छ अनि 7वटा अन्डा यसमा छ भने चाहिँ 7, 5, 12वटा अन्डा आज अन्डा करी हुन्छ। एकछिनमा मिजाप्लाहरू रेडी हुन्छ। यहाँ आलु सालु पनि टक्क धोएर राम्रोसँग धोएर अनि यसलाई टक्क बोइलमा हाल्छु एकछिनमा अनि सफा गरेर चाहिँ भिजाउन राखेको छु यसलाई। हेर गाइस, अन्डा पनि रेडी भइसक्यो। यता चना पनि भिजाएर राखेको छु। यता आलु प्याज टप्पै लसुन ससुन सब पडाइसक्यो। अब यो चाहिँ मिजाप्ला गर्छु टक्क स्पेसल अन्डा करी। अब टक्क प्याज स्याज पनि काटेर राखिन्छ टक्क है स्पेसल तरिकाले मस्त बनाइन्छ। काम धन्दा केही छैन, यति भयो घरमा बसेर कहिले के बनायो होइन टक्क मस्त बनाइन्छ। बिचमा चिरेर मसिनो खाँदाखेरि पक्का लागोस् कि मोटो ढोडा नलागोस् टक्क चिऱ्यो भने मसिनो स्टफ एकदम सेन्टर भयो भने खाँदाखेरि पक्का लाग्छ भित्र स्पाइस एकदम स्पाइस बनाउँछ एकदम लागि बुझाइ हो। टक्क मसला पनि पिस्यो है, टक्क मसला पनि पिस्यो। यता यो पनि रेडी छ। यता त्यतिकै हामी मजा आउँछ। अब आलु बोइल गर्न बाँकी छ। टक्क मसला पिस्यो एकदम राम्रो छ। अन्डा पनि बोइल भइसक्यो। कति अन्डा त 1-2 अन्डा त फुट्या पनि छ। अब आलु बोइलमा राखेँ यहाँ टक्क। त्यसपछि यो अनि अब बोइलमा राखेँ। स्पेसल आजको स्पेसल मेरो हातको स्पेसल अन्डा करी चाहिँ अस्तिदेखि खाने भन्दै थियो घरमा सबैले। आज चाहिँ स्पेसल बनाएर खुवाउँछु आफ्टर लङ टाइम पछि हो मेरो। अब कस्तो बन्छ हेरौँ, मिठो बन्छ कि कस्तो बन्छ थाहा भएन। अब ट्राई गर्छु। अब पहिला त राम्रै बनाउँथेँ, आजभोलि पनि राम्रै बनाउँछु अनि आशा छ मलाई, आफूमाथि भरोसा छ। कैसे गाइस, तातो अन्डा छिलेर हात पोल्लिहाल्यो यार। कसै छिल्ने होला यार। ओहो कस्तो हात पोल्ल्या हो मेरो यो हात। सबै मिजाप्ला रेडी भयो। अब अन्डालाई टक्क फ्राई गर्न बाँकी छ, पटेटोलाई म्यास गर्न बाँकी छ अनि टक्क यो पनि लगलाई हाफ बोइल गरिसकेँ। यसलाई पनि हाफ बोइल गरिसकेँ। अब अन्डालाई फ्राई गर्छु, हाफ फ्राई। यसलाई म्यास गर्छु। अब टक्क रेडी गर्छु। लेट्स सी गाइस व्हाट हैपन्स गोइङ देयर। अब सबै चाहिँ रेडी भइसक्यो। अब चाहिँ भइसक्यो। अब यता अब पहिला अन्डा फ्राई गर्छु, त्यसपछि म्यास गर्छु। म्यास गरेर त्यसपछि टक्क तर्कानी तेल फ्राई भएन क्या भएन त्यो तेल भएन। अन्डा फ्राई हुँदैछ मजाले गोल्डन ब्राउन गरेर अन्डा गर्छु। गोल्डन ब्राउन अब टक्कै अन्डा निकालिन्छ। यो भयो, यो अन्डा भयो। अब अर्को अन्डा हालिन्छ टक्क 3टा अन्डा, 2टा अन्डा, 4 अन्डा। हाई गरेको छ टक्क रोइको हाइटमा गऱ्यो कि त्यस्तो गरम तेल भयो। प्याज हालेँ। ग्रिनमा लामा एकदम पातलो कटमा काटेको बिस्तारै प्याज गोल्डन ब्राउनमा गर्छु। त्यसपछि धेरै खुर्सानी स्पेसल चिल्लीको यो तलनामक प्याज पनि चिल्लीसँग अलिकता कहिलेसँग ज्यादा फ्राई हुन्छ चिल्ली पनि खासै पिरो लाग्दैन। त्यही भएर चिल्ली चाहिँ अहिले हालिदिएको हो मैले। अन्त ग्रिन चिल्ली धेरै छ, स्पाइसी धेरै छ, त्यही भएर चिल्ली हल्का फ्राई भयो भने सँगै अनि त्यो गोल्डन कलरको प्याज बनाउँछु अनि त्यसपछि मात्र अरू आइटमहरू एड गर्छु। अब प्याज फ्राइसक्यो। अब टमाटर हालेँ। अब एकछिन टमाटरलाई मस्त चलाउँछु। त्यसपछि म्यास पटेटो हाल्छु। यो सँगसँगै एउटा चना पनि भएको फ्राई भएको राम्रो हुन्छ, त्यसमै राम्रो हुन्छ। बिस्तारै चलाउँछु। अब मजा चलाउँछु अनि यसपछि हामी यसमा हाल्छौँ थोरै स्वाद अनुसार नुन।
र तारा न्याङ गर्छ खानालाई त्यति खानु पाउँछ गरम तेलमा चाहिँ थोरै पर्छ थोरै त्यो कम गरेर मजाले बास्ना कता आयो खानाको बास्ना कता आयो त एकछिनले कति कस्तो आउने हो थोरै यतिमा चेक गर्छु है कस्तो छ है भनेको हेर है केटाहरू अन्डा करी खानुभन्दा यही खानु ठिकै छ बाबा दामी बनाएको थियो फेरि अलिकता खाने मन लाग्यो आज मुखले र मानेन के यति अलि त धेरै खान्छु वाउ गरम भयो दामी तर यसले अब दामी टेस्ट आयो फेरि पनि त्यहाँ माथि आज मैले पिसेको मसला हालिदिएको के हातले पिसेर टक्क झन् दामी हो नि त त्यसले रोइटमा मस्त यसलाई हल्का फ्राई हुन्छु मजा आएको ल गाइस फेरि सोच्ला नि नयाँ भिडियोको लागि होइन यी धुँदै फोन मजाले वास गर्दै अनि बल्ल चेक गरिरहेको छु के छ कस्तो छ स्थिति भनेर गरौँ मलाई थोरै लिन्छु यार वाह दामी त्यही नि त्यो त कता के भात भात पाउने के पाउने हो जे भन्ना छौ टक्क छ पानी हाल्दैछु थोरै पानी हालेर पक 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 गरेर मुनिन्छ अब टक्क पारेर भातले हुने हो र त्यतिले त्यसलाई उम्रिराख मस्त हुन्छ डन्डावरी भात यो एउटा आधा यो हो फुपूको लागि एउटा आधा भाइको लागि एउटा आधा मम्मीको लागि एउटा आधा मेरो लागि एउटा आधा घरवालीको लागि यो मम्मीको लागि यो फुल फुपूको लागि यो भाइको लागि यो मेरो लागि यो घरवालीको लागि वाह टोटल भयो मस्त मिडियम हिटमा अब एकछिनलाई मजाले बोइल गर्छु मस्त यति भयो भने भइहाल्यो त टेस्ट ए वान अब यसमा थोरै मक्सिङ गर्छु चेक आई विल चेक कस्तो भन्यो त है तारिफको लाइक भइसकेको छु वाह दामी 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 अब लगभग 15 मिनटमा 10 देखि 15 मिनटमा रेडी भइहाल्छ यो वान टेस्ट र अल इज गुड मैले त्यो चिकन मसला मिट मसला धनियाँ धनियाँ अन्डा गरेको मसला होइन त्यस्तो केही छैन नर्मल के बस अर्ग्यानिक तरिकाले चाहिँ पकाउँदैन प्योर के पनि हालेर के खालि घरेलु मसला पिसेको प्याज टमाटर भइहाल्यो नर्मल अनि त्यसपछि खुर्सानी नर्मल नमक त्यही हो डेली युज हुनेवाला ओइल नथिङ के पनि हाल्यो त्यो नर्मल बनाएको नर्मल मसलाहरू त्यसले गर्दा दामी भएको क्या त्यस्तो केही नै यस्तो राम्रो भएको करी पनि भएको टक्क भातसँग खानालाई घाँससँग खानालाई त मजा आउने अब नाम गरेर खाइन्छ अब चले खाइन्छ खाना दबाएर